जय नेपाल गृहमन्त्रीज्यू सुदन गुरुङज्यू, हालको अवस्थामा काठमाडौँ अस्तव्यस्त छ। एमालेको कार्यकर्ताले गर्दा तपाईँ बस आदेश मात्रै दिनुहोस्, हामी 1,35,000 म्यादी त्यहाँ उपस्थित हुनेछौँ। यी एमाले कार्यकर्ताको ढाड सेक्ने जिम्मा हामी म्यादीको। वार्ताका लागि इरान र अमेरिकाका प्रतिनिधि आएपछि पाकिस्तानमा खुसियाली। माननीय हर्क साम्पाङले राखे विमानस्थलको नाम एलम्बर। नमस्ते सम्पूर्णमा। पहिलेका सरकारहरूले कसरी हामीलाई थाङ्नामा सुताएका रहन् भने थाङ्नामा सुताएर छन्, दिउँसै अँध्यारो पारेका पनि रहेछ। यसरी पनि भन्न सकियो। लाइसेन्सको सन्दर्भमा हेर्नु न, ड्राइभिङ लाइसेन्स अहिलेको सरकार, नयाँ सरकार आएपछि तपाईँको ट्रायल दिएको 24 घन्टाभित्रमा नयाँ लाइसेन्स पाउँछ। हेर्नु त, पहिलेको सरकारले तपाईँको 24 दिन त के 24 महिना पनि दिँदैन थिए। गरे त हुने रहेछ नि त। हेर्नुहोस् त तपाईँहरू। अन्ततः गुरुङद्वारा राजीनामा। क्यानको बोल्ड डिसिजन। T20मा क्याप्टेन परिवर्तन, रोहितको ठाउँमा दिपेन्द्रलाई भने ओडिआईमा रोहित नै रहनेछन्। जिन्दगी त केराको रहेछ। केरा क्या, केरा खाने केरा। मूल्य सुन्दा पनि खाउँ कि नखाउँ, खाउँ कि नखाउँ, खाउँ कि नखाउँ लाग्ने। अमेरिका र इरान बीच यही सोमबार दोस्रो चरणको वार्ता इस्लामाबादमा हुने भएको छ। गृहमन्त्रीमा बालेनका सिपाही राजनाथ पाण्डेको चर्चा। गगन थापा पक्षधरले पायो आधिकारिकता।